यताउति फोटो खिच्ने चक्करमा यसले मेरो बिजो गरिसक्यो। So hi everyone, I am so excited today हैन। म चाहिँ कहाँ जाँदैछु गाइज, गेस हैन। म गएपछि देखो फेरि यस्तो झ भइरहेछ नि, हेर्नु न बिहान बिहान यत्रो लगेज प्याक गरेर त्यो पनि कहाँ जाँदैछु। हजुरहरूलाई बिर्सेछु इन्टरभ्यू होइन। हाई एभ्रिवान, ओहायो गोजाइमास, वेलकम अनि वेलकम ब्याक टु माई च्यानल। सो गाइज देख्न सक्नुहुन्छ यस्तो टाढो यस्तो अँध्यारोमा होइन, एक्लै हेर्नु न यत्रो सामान बोकेर हो। हेर्नु नि यहाँ लगेज यत्रो प्याकिङ गरेर छु। स्टेसन यहाँ छ। म चाहिँ डाइरेक्ट कामबाट जाने हो क्या उता, त्यही भएर यस्तो लगेज लिएर जानुपर्छु। म चाहिँ खोलिरहेछु चढ्छु नि ब्याग जुस साथै कि फेरि साथीहरू यस्तो भयो कि होइन। म त के सोचेको थिएँ अफिसबाट निस्केर नि अनि यस्तो भिडियो गर्छु भनेर सोचेको थिएँ कि हो। अनि म चाहिँ कामबाट निस्केको कि भर्खर, अनि मेरो पेन्चो आउनु भएको रहेछ हो। अनि त्यसपछि अनि कस्तो के कति राम्रो, अनि यस्तो लगेज बुढाएर फेरि यस्तो कि म फेरि डाइरेक्ट बहे जान मिलेन नि त उता बहिनीकोमा। अनि मेरो यता हल्का काम थियो हो, अनि त्यो कामको लागि जानुपर्ने थियो। अनि पेन्चोले चाहिँ मलाई के अरे मलाई गाडीमा लिएर दिनु भएको कि यतिसम्म। अनि यता पनि यताको अफिसमा पनि जान्छु भनेर भन्नुभएको थियो कि हो। तर मैले पर्दैन भनेर भनेको हेर्नु न यस्तो तपाईँलाई। म त यस्तो बिजो पुल चढिरहेको छु नि, यस्तै हो। 5 मिनट्स हिँड्नुपर्छ यार अझै। त्यस्तो गाडीहरू आएर घाम लागेर त्यहाँ चाहिँ यस्तो बिजोग होइन, लगेज बुढाएर हिँड्नु परेछ साथीहरू। गाह्रो छ नि, कसर हात भएको भए पो लगेज गुडाउने भिडियो लिने एउटा, अनि एउटा झोला बोक्ने हुन्थ्यो। दुईवटा हात छ अनि के मात्र गर्नु। अझ पछाडि हेर्नु न, अझ ब्याग पनि बोकेको छ कि। अनि गर्मी भएर बिहान चाहिँ यस्तो जाडो थियो नि त, अनि अब काममा हिँडिसकेपछि त अलिकति न्यानो भएर हिँड्नु पऱ्यो। अनि 3 लिएर लाएको थिएँ, अनि गर्मी भएर मैले चाहिँ खोलेको ज्याकेट चाहिँ भित्र हालेँ। अनि मास्क पनि हेर्नु न, पेन्चो के खालको मास्क हो कि, हतारमा मेरो मास्क त लगेजभित्र परेछ। अब कतिखेर खोल्ने, आफू यहाँ राम्रोसँग रेडी त हुन पाएन। साथीहरू बल्ल कामबाट निस्क्यो। हेर्नु न कत्रो पिम्पल आएछ मास्क लाउँदा लाउँदा। हेर्नु यहाँ यसरी हिँड्छु, लगेज बुढाएर हो। एउटै काम 2 दिनमा परिसकेपछि यस्तो झ्याउ हुन्छ कि। अब फेरि आजबाट 3 डे चाहिँ लगातार बिदा छ कि हो। अनि के मात्र गर्ने, जङ्गल देख्दा नेपाल जस्तै याद आएन होला, यस्तै हो। म चाहिँ हिँडेको कति धेरै ट्रेन चढ्नुपर्छ मेरो आँखा यस्तो सबै ल्याइरहेको छ नि। पचासवटा ट्रेन फेरिसक्यो साथीहरू, अझसम्म 50वटा हरायो। हेलो गाइस, म चाहिँ दिदीलाई लिन जान लागेको। दिदी आउँदैछ। हामी चाहिँ जापानमा आएर सेकेन्डचोटि भनौँ न, एकचोटि राति भेटेको थियो, त्यहाँदेखि भेटेकै थिएन। अनि आज चाहिँ दिदी आउँदैछ। मलाई धेरै बोल्न नि आउँदैन, एकैचोटि दिदी आएपछि भेटौँला। मसँग लाज लाग्यो रेललाई। बल्ल 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 कति ठाउँमा हराएर हो। हेर्नु न कस्तो स्टेसन हो यो, गु जस्तो 50 चोटि हराइसक्यो। लगेज 10 ठाउँमा गुडाएर हिँडेछ। अनि भोक लागेर पनि मर्नलाई बिहानदेखि। अनि यहाँनिर लसनमा गएर चाहिँ कति मिठो छ नि यो जुस है।
यो चाहिँ यिनीहरूको गएको स्कुल है। फेरि गएको भन्दाखेरि नेपालीहरू अर्कै बुझ्छ। गएको कहाँ गएको बल्ल आइपुग्यो। म त थाकेर मर्न लाग्छु। मैले त लिमिटेड एक्सप्रेस नचढ्न भनेको लिमिटेड एक्सप्रेस नै चढेर गएपछि त के गर्नु त दुईचोटि नै। जहिले यस्तै हुन्छ यहाँ आएको बेलामा मात्र। फेरि यति भिडभाड छ कि हो साथीहरू। हामी चाहिँ ठ्याक्कै कारै काठमाडौँ आए जस्तै फिल हुन्छ मलाई। कतिकै म गुडाइदिन्छु घर आएको तल त्यत्रो गुडाइसक्यो। अब तै गुडा विदेश होइन स्वदेश। यो त सेम नेपाल जति देखाएको छ। ल बोक बोक्छु भने त्यो उयो कालो चाहिँ म बोक्छु थिएँ नि त। दुइटै ब्याग तल पऱ्यो अनि ल यतिको हुनुपर्छ साथीहरू। हेर्नु न फोटो खिच्ने चक्करमा यसले मेरो साका सम्पत्ति झारिदियो। भएको एउटा चिज पनि एउटा क्रिम पनि यसले फोटो खिच्ने चक्करमा भोलाएर आँखै निस्किन लागिसक्यो। खान्छु कि खाइदिने हो। म दुब्लाएको नि चाहिँ फोटो सोटो खिच्यो यताउति। खै यो गोरो भयो कि मेरो क्यामेराले गोरो निकाल्यो हो। मलाई केही थाहा छैन। मैले केही छुट्याउन सकेन। यति राम्री त थियो थियो। भोक लाग्यो। यहाँ खाजा नि किनेर ल्याएको छ। अब रुम गएर खानुपर्छ यार। ल खाँदै हिँड ल खाँदै हिँड। यो त मेरो फेभरेट हो नि बाबु। जहिले म त कामबाट नि यही खान्छु। ल साथीहरू ठ्याक्कै भन्नु त काठमाडौँ जस्तो देखाएको छैन त यहाँबाट। यसले मेरो लगेजको बिजो गरिसक्यो। बल्ल बल्ल आइपुग्यो। त्यो पनि कति तल माथि हो क्या। 3 तल माथि। तेरो बहिनी शान्तिको तलमा बस्दैन कि। म सुन्नुभयो। यो चाहिँ यसको रुम भयो। बल्ल आइपुग्यो। अब साथीहरू हामी त आइपुग्यो बल्ल। भोकले आँखा पनि देखेन। अनुहार पनि यस्तो भएको चाहिँ। बहिनी चाहिँ त्यहाँनिर खाजा बनाउनु लाग्छ। खाजा त्यो पनि के भन्दा रामेन। म देखाउँछु ल अहिले पछि पाकिसकेपछि। चाहिँ रामेन खान लाग्यो। हेर्नु त थुक ननिल्नु है हाम्रो पेट दुख्छ।